समृद्ध भरतपुरको साक्षी हामी नै हौं। यहाँ भौतिक विकास मात्र भएको छैन, शिक्षा, स्वास्थ्य, खानेपानीमा पनि उल्लेख्य विकास भएको छ। भरतपुरमा 40 वर्ष हुन नसकेको विकास 8 वर्षमा भएको छ। यो त्यसै सम्भव भएको होइन, भरतपुर महानगरले रेणु दाहालको नेतृत्व पाएपछि सम्भव भएको हो। 8 वर्ष अघि भरतपुरले विकासको नयाँ खाका कोर्यो। बस्ती बस्तीमा सडक बन्न थाले, जीर्ण विद्यालय मर्मत भए, थप विद्यालय भवन निर्माण हुन थाले, कृषकले निशुल्क यन्त्र उपकरण पाउन थाले, खरका छाना जस्ता पातामा परिणत भए, वडागत स्वास्थ्य संस्थाहरू निर्माण भए, बाँझो खेतमा भूमिगत सिंचाइको प्रबन्ध भयो। यस्तै धेरै धेरै जनपक्षीय कामहरू क्रमशः हुँदै गए। 7,000 लिटरसम्म निशुल्क खानेपानी, भरतपुर अस्पतालमा निशुल्क ओपिडी टिकट, 1 लाख रुपैयाँको छोरी बिमा र दुधमा प्रति लिटर 4 रुपैयाँ अनुदान दिने भरतपुर महानगर नेपालको पहिलो पालिका बन्न सफल भयो। भरतपुरलाई दक्षिण एसियाकै उत्कृष्ट सहर बनाउने सपनालाई साकार पार्न सधैँ उनी तल्लीन रहिन्। त्यसैले त भरतपुरमा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण हुँदैछ, सुविधा सम्पन्न सिटी हल बन्दैछ, 6 लेनको एसियाली सडक, 200 किलोमिटर स्मार्ट सडक बत्ती जडान, अर्बौंको नारायणी तटबन्ध, विशाल प्रशासनिक भवन निर्माण भएका छन्। यस्तै स्वरोजगारका लागि वर्षेनी निशुल्क तालिम, ग्रासरुट खेलाडी उत्पादनका लागि मेयर कप, फुटबल, क्रिकेट लगायतका प्रतियोगिता हुँदै आएको छ। आधुनिक भरतपुर निर्माणको सपना केवल सपनामा रहेन, सबैको आँखा अगाडि छर्लङ्ग भएको छ। व्यक्तिगत जीवनलाई थाती राखी जनताको सेवालाई प्राथमिकता दिई अहोरात्र खटाइको परिणाम हो यो। दृढ सङ्कल्प र विश्वासले अहिले भरतपुरवासीले गर्व गर्न सक्ने भरतपुर निर्माण भएको छ। रेणु दाहाल सधैँ भरतपुरवासीको आमा बनिरहिन्, आमाले गर्ने स्याहारमा खटिरहिन्। महामारी र विपदमा उनी सधैँ पहिलो पङ्क्तिमा रहिन्, पीडितलाई अङ्गालो हालेर सान्त्वना दिइन्, निराशालाई आशामा परिणत गराइदिइन्। भरतपुर निर्माण गर्ने यात्रामा धेरै अवरोध आए, आलोचना पनि भए, तर कहिल्यै उनी विचलित भएनन्। उनले जनतालाई सर्वोपरि ठानी सेवामा मात्र समर्पित भइन्। उनले भरतपुरको विकासको इतिहास रचेकी छिन्। न इतिहास मेटेर मेटिन्छ, न तोडमोड गरेर तोडमोड नै हुन्छ। यो पुस्ताले मात्र होइन, युगौं युगसम्म उनको विकास प्रेमी काम स्मरण भइरहनेछ।